अन्त अब यो चाहिँ अब लगाएको 20-22 दिनमा फल्छ। यहाँ लगभग त्यही 800 पोका छ। यसबाट राम्रो हुँदा अब त्यही हो 3-3.5 लाखसम्म हुन्छ। यसमा अब विभिन्न रोगहरू लाग्छन्। हाम्रो सबै गरेर कति जति लगानी लाग्ने रहेछ? अब यसमा 1-1.5 लाख हो लगानी। हो त्यसमा आफू पनि खट्नुपर्ने हुन्छ। ठिकै छ, अब भयो भने रोग नलाग्दा। यो ठाउँको नाम पनि भन्दिनँ त। यो त पकली इटारी सोह्र ठ्याक्क कान्छी चोकबाट अलिकति दक्षिण 1 किलोमिटर दक्षिण मेथी चोक जाने बाटो। ल च्याउ मन पराउनु हुने महानुभावहरूले यहाँ सम्पर्क गर्नु होला। नम्बर भिडियोमा अन्तिममा छ। सुकुटी पनि पाइन्छ। सुकुटीको पनि व्यवस्था भएको रहेछ। व्यवस्था छ अर्डर अनुसार। ल यो विगत 2 वर्षदेखि केदार कोइरालाज्यूले सञ्चालनमा ल्याउनु भएको रहेछ। आफ्नै नेचुरल अर्ग्यानिक। गर्मी जाडो महिना पुसमाको भने त्यहाँ भित्र टसै पाल्नुपर्छ। यो दुला दुली केही नै हुनुहुँदैन। अनि यसले एक लटमा यति निकाल्छ खर्च?